नमस्कार, म अर्जुन गेवाली। मैले यो मेरो पर्सनल जो युट्युब च्यानल छ यसमा इतिहास, भूराजनीति र समसामयिक विषयमा विचारहरू प्रस्तुत गर्दै आइरहेको छु र मैले आज नेपाल पुनः एकीकरणमा पश्चिमबाट दुईजना गुरुहरू, धर्मगुरुहरूको महत्त्वपूर्ण भूमिका छ। एकजना सिद्ध भगवन्तनाथ, त्यो विषयमा मैले धेरै चर्चा गरिसकेको छु, र अर्का शशिधर स्वामी, उहाँको जन्म अहिलेको अर्घाखाँची र उहाँ विशेष त गुल्मीको रेसुङ्गा पहाडमा उहाँले आफ्नो चाहिँ साधना गर्नुभयो। यो पश्चिमतर्फका दुईजना धर्मगुरु मध्येमा सिद्ध भगवन्तनाथ र शशिधर स्वामी, मैले आज यो शशिधर स्वामीको विषयमा, शशिधर स्वामीलाई जोसमणी सन्त परम्पराको धर्मगुरु मानिन्छ र पृथ्वीनारायण शाहको नेपाल पुनः एकीकरणमा सहयोग गर्ने पश्चिमका दुईजना गुरु हुनुहुन्छ। र उहाँहरूले बहादुर शाहलाई एकीकरण पछि, पृथ्वीनारायण शाहको अवसानपछि, सिंहप्रताप शाहको निधनपछि जब बेतियाबाट बहादुर शाह फर्कनुभयो, नेपाल फर्कनुभयो, सिद्ध भगवन्तनाथले विलास कुमारीको पत्र लिएर गएर फर्काउनुभयो। त्यसपछि उहाँलाई सहयोग गर्नेमा अर्को एकजना शशिधर स्वामी हुनुहुन्छ। शशिधर स्वामीको विषय यो अहिले ओझेलमा परेको छ। भगवन्तनाथको विषयमा त मैले नेपाल एकीकरणमा सिद्ध भगवन्तनाथ भन्ने पुस्तक मैले लेखिसकेको छु, र यो शशिधर स्वामीको विषय यो महत्त्वपूर्ण विषय छ। उहाँ मध्य क्षेत्र, विशेष त अर्घाखाँची, गुल्मी, अहिलेको लुम्बिनी क्षेत्र भनेर त्यो क्षेत्रको हुनुहुन्छ। र शशिधर स्वामी रेसुङ्गा महागिरीमा अबार्चिन कालमा तपस्या गर्ने विशिष्ट ख्यातिप्राप्त तपस्वी मध्ये सन्त शशिधर स्वामी प्रथम तथा प्रमुख हुनुहुन्छ। यो कुरा डाक्टर टीकाराम पन्थी, उहाँ स्वयं गुल्मीकै हुनुहुन्छ, त्यसमा पनि स्वयं तम्गासको यो अहिलेको जो किरण पुस्तकालय भन्ने छ, त्यो किरण पुस्तकालय स्थापना गर्ने एउटा महत्त्वपूर्ण व्यक्तित्वको रूपमा डाक्टर टीकाराम पन्थी पनि हुनुहुन्छ। टीकाराम पन्थीले यो अलिकति प्रकाश पार्नु भएको रहेछ। यो सांस्कृतिक चिन्तन भन्ने उहाँको पुस्तक, यो किरण पुस्तकालयले 2062 सालमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्तीमा प्रकाशित गरेको रहेछ। त्यो पुस्तक कतैबाट मेरो हातमा पर्यो, अब यो बजारमा त पाउनु गाह्रो छ। फेरि उहाँ अब गुल्मीकै भएको भएर पनि सम्भवतः उहाँले शशिधर स्वामीको सन्दर्भमा उहाँले यसमा प्रकाश पार्नुभएको छ। र जनकलाल शर्माद्वारा लिखित नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित तथा शशिधरको बारेमा लेख लेख्ने अन्य मनीषीहरूका मतमा शशिधर स्वामीको जन्म 1804 मा भएको थियो, र उहाँको बारेमा अनुसन्धान गर्ने गुल्मी अर्घाखाँची तर्फका विद्वानहरूले उहाँको देहावसान 1906 मा भएको मान्छन्। 1906 भनेको 1903 मा कोतपर्व भयो जङ्गबहादुर राणाको। त्यसको 3 वर्षपछि शशिधर स्वामीको के भन्दाखेरि यो मृत्यु भएको चाहिँ के भन्दा देखिन्छ। र उहाँको बाणोपनिषद भन्ने प्रबन्ध विक्रम सम्वत 1889 मा लेखिएको छ। र जङ्गबहादुर राणाको शासन सुरु हुँदा रेसुङ्गाको सिद्ध गद्दी लक्ष्मीनारायण स्वामीसँग नै थियो भन्ने कुरा रेसुङ्गासँग सम्बन्धित अभिलेखहरूले प्रमाणित गर्छ। र यसर्थ विक्रम सम्वत 1900 को आसपासमा नै शशिधर स्वामीको देहावसान भएको निष्कर्ष चाहिँ निकालेको छ। र त्यसैले यो जोसमणी सन्त सम्प्रदायका स्वामी शशिधरको भूमिका यो अत्यन्त महत्त्वपूर्ण छ। त्यसैले मैले भने नि, नेपाल तपाईँको एकीकरण भनेको, नेपाल पुनः एकीकरण भनेको भूगोल मात्रै होइन कि यो हिमवत खण्डको सांस्कृतिक, धार्मिक र ऐतिहासिक यो एकीकरण पनि हो। त्यसले तपाईँको र हिमवत खण्डको केन्द्र नेपाल होइन। अब यो त्यसले जस्तो अब शशिधर त्यति बेला त अब 2224 राज्यहरू थिए। जस्तो अर्घाखाँचीमा अब खाँची एउटा राज्य थियो, अर्घा एउटा राज्य थियो। अनि जस्तो शशिधर स्वामी अर्घा राज्यमा त्यति बेला चाहिँ जन्मनु भएको देखिन्छ। त्यसले नेपाल एकीकरण हो क्या। जस्तो नेपाल एकीकरण किन हो भने, जस्तो शशिधर स्वामी जस्ता अथवा भगवन्तनाथ, सिद्ध भगवन्तनाथ जस्ता गुरुहरूलाई के थाहा थियो भन्दा, अब यी छोटे राजाहरूले यहाँको धर्म संस्कृति, यो ऐतिहासिकता बचाउन सक्दैन। त्यसले गर्दा एउटा
यो सांस्कृतिक एकता, यहाँको सांस्कृतिक, ऐतिहासिक र धार्मिक, भाषिक यो एकता गर्ने एउटा महापुरुषको आवश्यकता छ भनेपछि उनीहरूले त्यो महापुरुषको रूपमा पृथ्वीनारायण शाहलाई देखे। त्यसकारण अब शशिधर स्वामीले त अर्घाको राजालाई सघाउनु पर्ने हो, तर उहाँले गोर्खाको राजालाई सघाउनु। जस्तो सिद्ध भगवन्तनाथले सघाउँदा त अब उहाँले पश्चिमतिरको कुनै राजालाई सघाएको भए पनि हुन्थ्यो, चौबिसे जस्तो जुम्लाकोलाई सघाएको भए पनि हुन्थ्यो, किनभने उहाँ त सल्यान क्षेत्र बनाएर बस्नु भएको थियो। तर उहाँले तपाईँको जुन गोर्खा नै किन देख्नुभयो त सिद्ध भगवन्तनाथले भन्दा त्यो पृथ्वीनारायण शाहलाई गुरु गोरखनाथको आशीर्वचन पनि थियो र त्यो क्षमता पनि थियो। किनभने जो 19-20 वर्षको उमेरमा जो एकीकरणको अभिलाषा राखेर 19-20 वर्षको भनेको के हुन्छ अहिलेको तपाईँको चाहिँ बच्चाहरूको हेर्नुहोस् त होइन, जो अहिलेको जेनजी पुस्ता भन्छ नि होइन, ल भन्नुहोस् 19-20 वर्षको उमेरमा एकीकरणको अभियानको नेतृत्व गर्नु भनेको त्यो कुनै आध्यात्मिक शक्तिपात नभइकन हुँदैन। हुन त यो भौतिकवादीहरूले यो कुरा मान्दैनन् अथवा नास्तिकहरूले पनि यो कुरालाई स्वीकार्दैनन्, तर नास्तिकहरूले पनि एउटा समीक्षा गर्नुपर्ने कुरा के भन्दा उमेरको हिसाबले हेर्नुहोस् 18-20 वर्षको एउटा बालक, एउटा युवाले अब एकीकरणको अभिलाषा राख्नु र त्यो एकीकरण सफल पार्नु भनेको त्यो चान्चन कुरा चाहिँ होइन। त्यसभित्र के भन्दा आध्यात्मिक शक्तिपात छ होइन। तपाईँ नास्तिकहरूले मान्नुहोस् या नमान्नुहोस् अथवा भौतिकवादीहरूले मान्नुहोस् या नमान्नुहोस्। त्यसैले यो इतिहास मेट्नका निमित्त अहिले भरमग्दुर प्रयत्न गरेका छन्। त्यसैले यो भूगोलको एकीकरण मात्रै होइन कि, जस्तो होला कतिपय हिमवत खण्ड अन्तर्गतको ग्लोरीमा नक्सामा कतिपय बङ्गलादेशमा परेको होला, कतिपय तिब्बतमा छ, जस्तो मानसरोवर अहिले तपाईँको जुन के भन्दा चीनको तिब्बतमा छ, कतिपय भारतमा होला, तर नेपालले त्यो हिमवत खण्डको प्रतिनिधित्व गर्छ। त्यसैले पृथ्वीनारायण शाहको पुनः एकीकरण त्यो हिमवत खण्डको सांस्कृतिक एकता पनि थियो। त्यसैले यो किराँतको कुरा उठाउनेहरूले, यलम्बरको कुरा उठाउनेहरूले यो कुरा बुझ्नु जरुरी छ क्या होइन। यो यलम्बर भन्नेहरूले, अब यो किराँत भन्नेहरूले होइन, यो वास्तविकता बुझ्न जरुरी छ। त्यसले त्यो सबै के भन्दा पछिल्लो तपाईँको चाहिँ नि यो पृथ्वीनारायण शाहको पुनः एकीकरण नै हो, द्रव्यशाहदेखिको यो पुनः एकीकरण नै हो। त्यसले इतिहासलाई बुझ्दा यसरी बुझ्नुपर्छ। त्यसमध्ये शशिधर स्वामी यो मध्य क्षेत्रको प्रमुख, पश्चिम क्षेत्रको सिद्ध भगवन्तनाथ हुनुभयो र मध्य क्षेत्रको तपाईँको चाहिँ स्वामी शशिधर हुनुभयो। र स्वामी शशिधर जस्तो जो रणबहादुर शाहको नायबी भएर बहादुर शाहले नेपाल पुनः एकीकरण गर्नुभयो। रणबहादुर शाह, जो राजा रणबहादुर शाह शशिधर स्वामीका शिष्य हुनुहुन्थ्यो भने श्री 5 गिरबाण युद्ध विक्रम शाहबाट उहाँले अपार के भन्दा सम्मान चाहिँ शशिधर स्वामीले चाहिँ पाउनुभएको थियो। किन त्यो निरन्तरता शशिधर स्वामीको जोडिन्छ र रणबहादुर शाह स्वयं शशिधर स्वामीको चेला भएको यहाँ पाइन्छ। जस्तो भगवन्तनाथको चेला पृथ्वीनारायण शाह बन्नुभयो होइन, किनभने अब पृथ्वीनारायण शाहले भगवन्तनाथलाई अब आफूभन्दा माथि, आफू श्री 5 उहाँले चाहिँ के भन्दा श्री 6 को रूपमै भगवन्तनाथलाई चाहिँ पृथ्वीनारायण शाहले सम्बोधन गर्नुहुन्थ्यो भने रणबहादुर शाह स्वामी शशिधरको चेला चाहिँ बन्नुभयो। र शशिधरको जन्म तत्कालीन गुल्मी, यो पछि अर्घाखाँची र गुल्मी तपाईँको चाहिँ बनाइयो। पहिला 2224 मा अर्घा र खाँची राज्य थियो, यता इस्मा थियो। जस्तो सम्भवतः यो शशिधर स्वामी तपाईँको जुन ठाउँमा उहाँले तपोभूमि बनाउनु भयो रेसुङ्गामा, त्यो इस्मा राज्य अन्तर्गत पर्छ। 2224 राज्यहरूको गणनामा चाहिँ इस्मामा थियो। शशिधर स्वामीको जन्म चाहिँ अहिलेको अर्घाखाँची जिल्लाको अर्घा मैदान रजस्थलमा भएको थियो र उहाँका परिवार र भाइहरू त्यहाँबाट बामरुक गएको इतिहास पाइन्छ। उहाँ चाहिँ अहिलेको अर्घाखाँचीको अर्घा मैदान भनेको त्यो पुरानो 2224 राज्य अन्तर्गत त्यो अर्घा राज्य थियो होइन, त्यो अर्घा राज्य अन्तर्गत थियो। यता खाँची थियो अर्को, त्यो दुईटा 2224 राज्य अन्तर्गतका दुईटा त्यो राज्य, त्यो अर्घा र खाँची पछि मिलाएर अर्घा खाँची भयो। अब खाँचीको त पृथ्वीनारायण शाहले एउटा पृथ्वीनारायण शाहका रानीहरूमध्ये एउटी रानी चाहिँ के भन्दा खाँचीकै राजघरानामा विवाह गरेको त्यो इतिहास पनि छ होइन। र शशिधरका पितामह लालमणि र
भन्नाले हजुरबुवाको नाम लालमणि र उहाँका बुबाको नाम दिशै शर्मा र दिशैका 3 भाइ छोरामध्ये जेठा छोरा चाहिँ शशिधर, जो पृथ्वीनारायण शाहलाई सहयोग गर्ने रणबहादुर शाहका गुरु। र दिशैले केही वर्ष रेसुङ्गामा तपस्या गर्नुभयो र स्वर्गीय पण्डित दधिराम मरासिनीले यो कुरा आफ्नो वंशावलीमा लेख्नुभएको छ र दिशैको सामाजिक सम्पर्क र ग्रन्थहरू चाहिँ के भन्दा अहिले चाहिँ पाइँदैनन् र शशिधरका 2टा छोरी र एउटा छोरा रहेछन् लक्ष्मी नारायण भन्ने। त्यसपछि 3 जना सन्तान जन्मिसकेपछि शशिधरले गृह त्याग गर्नुभयो। जस्तो त्यति बेलाको अब परम्परा त्यो थियो हैन। र उहाँले 6 वर्षसम्म अहिलेको अर्घाखाँचीको अर्घाको ओडार पार्ने भन्ने ठाउँमा उहाँले साधना गर्नुभयो र उहाँ बद्रिकाश्रमतर्फ लाग्नुहुन्छ र त्यहाँ उहाँले ब्रह्मवेत्ता तपस्वीहरूबाट प्रभावित भई उतैबाट फर्केर घर आउँदा उहाँको पत्नीको चाहिँ के भन्दा मृत्यु भइसकेको हुन्छ र त्यसपछि उहाँ अहिलेको गुल्मीको तमघास भन्दा माथि जो रेसुङ्गा छ त्यो रेसुङ्गामा गएर त्यहाँ आश्रम बनाएर उहाँ बस्नुहुन्छ र जुन आश्रम अहिले रेसुङ्गाको चुचुरो मठ नामले चाहिँ प्रसिद्ध रहेको छ। अनि त्यसले जस्तो हामीले एकीकरणको कुरा गर्दा जस्तो विश्वनगरजीलाई बिर्सनु हुँदैन, झागल गुरुङलाई बिर्सनु हुँदैन होइन, तपाईँको कालु सार्केलाई बिर्सनु हुँदैन, अमरसिंह थापा, भक्ति थापा, बलभद्र कुँवर जस्ता गोर्खाली वीरहरूलाई हामीले चाहिँ बिर्सनु हुँदैन। त्यसै गरी हामीले तपाईँको के हो भन्दाखेरि भगवन्तनाथलाई बिर्सनु हुँदैन, गुरु गोरखनाथको आध्यात्मिक शक्तिपादलाई बिर्सनु हुँदैन र हामीले शशिधर स्वामी जसमणी सन्त परम्पराका शशिधर स्वामीलाई पनि बिर्सनु हुँदैन हैन। त्यसले इतिहास हामीले के भन्दा इतिहासलाई हामीले सही किसिमले बुझेनौँ भने वर्तमान तपाईँको के भन्दा बुझ्दैनौँ र तपाईँको वर्तमान नबुझेपछि भविष्य पनि हाम्रो के भन्दाखेरि सङ्कटमा पर्दै जान्छ। त्यसले इतिहास तपाईँको चाहिँ के भन्दा जस्तो यो राष्ट्र कसरी निर्माण भएको छ भन्ने कुरा यसको ऐतिहासिक यो जगबाट बुझ्न जरुरी छ। यो बीपी पुष्पलाल, यो मार्क्स लेनिन, माओ स्टालिन, यो जयप्रकाश नारायण पढेर अथवा यो तपाईँको चाहिँ के भन्दा यो विवेकानन्द, यो नपढ्ने भनेको होइन, यो विवेकानन्द तपाईँको चाहिँ रामकृष्ण परमहंस होइन, यो यस्तो पढेर चाहिँ के भन्दा नेपालको इतिहास चाहिँ बुझिँदैन। नेपालका धार्मिक गुरुहरूले यो चाहिँ के भन्दा बुझ्नु जरुरी छ। यहाँ यो रामकृष्ण परमहंस पढ्नुहोस्, त्यो विवेकानन्द पनि पढ्नुहोस्, नपढ्नुहोस् भन्दैन, तर नेपाल बुझ्न तपाईँको के भन्दा पृथ्वीपथ र नाथान्त परम्परा बुझ्नुपर्छ होइन, जोसमणी सन्त परम्परा बुझ्नुपर्छ नेपाल एकीकरणलाई बुझ्नका निमित्त। नेपाल एकीकरण बुझ्नका निमित्त हिमवत खण्डको सांस्कृतिक र यहाँको धार्मिक र ऐतिहासिक के भन्दा जगलाई बुझ्नुपर्छ। मानस खण्डको धार्मिक सांस्कृतिक र ऐतिहासिक जगलाई बुझ्नुपर्छ। यो नबुझिकन तपाईँको के भन्दा एकीकरण चाहिँ बुझिँदैन। यो तपाईँको चाहिँ आदित्यनाथ पढेर होइन, तपाईँको चाहिँ के भन्दा नरेन्द्र मोदी पढेर यो चाहिँ बुझिँदैन। अनि त्यसले पृथ्वीनारायण शाहको एकीकरण अथवा बहादुर शाहले निरन्तरता दिएको पुनः एकीकरण, द्रव्य शाहदेखिको यो निरन्तरता भनेको यो भूगोलको मात्रै होइन। त्यसपछि उहाँका शिष्यहरूमध्ये स्वामी महाराज रणबहादुर शाह जो तपाईँको के भन्दा हाम्रो शशिधरका शिष्यहरूमा सन्त ज्ञान दिलदास प्रमुख र रेसुङ्गामा आएका विशिष्ट तपाईँको के भन्दा हिमवत खण्डीय योगीसँग उहाँले शास्त्रार्थ चाहिँ के भन्दा त्यति बेला गर्नुभएको थियो र त्यस शास्त्रार्थबाट एउटा ग्रन्थ पनि तयार उहाँले चाहिँ गर्नुभयो होइन। यो के भन्दा राजा रणबहादुर शाह, सन्त ज्ञान दिलदास र कतिपय हिमवत खण्डका धर्मगुरुहरूसँगको शास्त्रार्थबाट उहाँले एउटा ग्रन्थ पनि तयार गर्नुभयो र जोसमनी सन्त सम्प्रदायका प्रवर्तक गुरु स्वामी शशिधर हुनुहुन्छ र उहाँका दार्शनिक ग्रन्थहरू नेपाली, संस्कृत तथा मिश्रित चतुक्कड्डी भाषामा छन् र उहाँका अनेक ग्रन्थहरू अब उहाँका चेलाहरूले कता लैजानुभयो त्यो अहिलेसम्म के भन्दा पाउन चाहिँ सकिएको छैन र उहाँका अप्रकाशित ग्रन्थहरू अर्घाखाँची बामरुकका मरासिनीहरू कहाँ भएको चाहिँ भनिन्छ होइन, किनभने अब उहाँहरूको सम्बन्ध त्यो भएको हुनाले। र उहाँका प्रकाशित ग्रन्थहरूमा अमर भाषा, सच्चिदानन्द लहरी, तत्त्वगीता, पाखण्ड खण्ड अखण्ड शब्द, गुरु शब्द पञ्जा, जोसमनी सम्प्रदायका योग धारणा विधि, बाणोपनिषद आदि प्रमुख छन् शशिधर स्वामीले लेखेका ग्रन्थहरूमा।
र शशिधर स्वामी हठयोग तथा राजयोगका प्रवर्तक हुनुहुन्थ्यो र उहाँको 12उपनिषद ब्रह्मदर्शन हो। उहाँ शङ्कराचार्य जस्तै हैन, उहाँ तपाईको आचार्य शङ्कराचार्य जस्तै अद्वैतवादी हुनुहुन्थ्यो र उहाँ वेद मान्ने आस्तिक दार्शनिक हुनुहुन्थ्यो। त्यसले जस्तो भगवन्तनाथ नाथान्त सम्प्रदायको हुनुहुन्थ्यो, गोरखनाथ परम्पराको हुनुहुन्थ्यो भने तपाईको शशिधर स्वामी जो जोसमणी सन्त परम्पराका प्रवर्तक हुनुहुन्छ, उहाँ शङ्कराचार्य जस्तै अद्वैतवादी हुनुहुन्थ्यो र उहाँहरू दुवैको नेपाल एकीकरणमा पृथ्वीनारायण शाहलाई के भन्दा सहयोग थियो। त्यसकारण यो एकीकरण हो क्या। यसकारण त्यसैले यो पश्चिमाहरू जो विस्तार भनेका छन् नि, यो भूमि मात्रै होइन नि त, यो त सांस्कृतिक पनि हो, भाषिक पनि हो, धार्मिक पनि हो। त्यसकारण यो एकीकरण होइन। अब यहाँ हेर्दा के भन्ने हो भन्दा भूगोलको रूपमा मात्रै उनीहरूले चाहिँ हेरे, यो भूगोलको रूपमा मात्रै एकीकरण होइन। र एउटा जनकलाल शर्माले नेपाली निबन्धावलीमा सन्त शशिदास भनेर उहाँले कर्मकाण्ड विरोधी, जाति प्रथा विरोधी, कबीर मतानुगामी भनेर लेख्नुभयो चाहिँ यो अत्यन्त गलत भनेर यसको खण्डन डाक्टर टीकाराम पन्थीले गर्नुभएको छ, प्राध्यापक। किनभने स्वयं टीकाराम पन्थी गुल्मीकै, अब शशिधर स्वामी पनि गुल्मीमै तपाईँको चाहिँ साधना गर्नुभएको हो। त्यसले चाहिँ यो खोजमा अब यो जनकलाल शर्मा भन्दा आधिकारिक डाक्टर टीकाराम पन्थीकै हो। त्यसले जनकलाल शर्माले लेख्नुभएको कुरा यो गलत भएको कुरा उहाँले लेख्नुभएको छ र गुल्मीमा शशिधर स्वामी भन्ने नाम नै प्रख्यात छ र सन्त शशिधर दास भन्ने कुरा कसैले जान्दैन र भन्दैन। उनी स्वयं उहाँ कर्मकाण्डी, मूर्ति पूजक र जोसमणी सन्त परम्पराको प्रवर्तक र शङ्कराचार्य जस्तै उहाँ के भन्दा अद्वैतवादी हुनुहुन्थ्यो भनेर टीकाराम पन्थीले लेख्नुभएको छ। त्यसले हामीले फेरि अब डाक्टर टीकाराम पन्थी के भन्दा उहाँ आफै पनि अब एउटा अत्यन्त विद्वान व्यक्तित्व हो। उहाँको संस्कृतमा पनि त्यत्तिकै दखल, नेपालीमा पनि त्यत्तिकै दखल होइन, अत्यन्त विद्वान व्यक्तित्व। त्यसले उहाँ फेरि गुल्मीकै भएको हुनाले उहाँले यो कुरा हामीले डाक्टर टीकाराम पन्थीकै कुरालाई हामीले आधिकारिक रूपमा लिनुपर्ने हुन्छ। त्यसले तपस्यापछि ब्रह्म साक्षात्कार गरेपछि जीवनको अन्तिम अवस्थामा उहाँ मन्त्र स्नान, सन्ध्या, पूजापाठ आदि कर्म छोड्नुभएको थियो र शशिधर स्वामी ब्रह्मवेत्ता भइसकेपछि, उहाँ कर्मकाण्ड त्याग गरिसकेपछि उहाँको आश्रममा बागलुङका कुर्माचलीय पण्डित वीरशाली पन्त रेसुङ्गामा आएको चाहिँ इतिहास छ। र जोसमणी सन्त परम्पराका शशिधर स्वामीले उहाँले कर्मवाद र ब्रह्मवादको पार्थक्य सिकाउँदै ब्रह्मज्ञान परक पद्ध मेरी गति जो भई सो भई अपनी गति सुधारो भाइ आदि सुनाएर ब्रह्मविद बनाउनु भएको छन् इतिहास छ। र रेसुङ्गाको आश्रममा शशिधर स्वामीको देवासन भएको थियो र उहाँका शिष्यहरूद्वारा रेसुङ्गाको चुचुरो विष्णु पादुका भन्ने ठाउँमा पार्थिव शरीरको दाह संस्कार भएको थियो र त्यहाँ एउटा शशिधरको स्मारक मन्दिर छ र शिलालेखमा उट्टङ्कित अक्षरहरू अहिले मेटिएका छन्। केही वर्ष अघिसम्म शिलालेखमा शशिधर स्वामी र राजा रणबहादुर शाहका नाम स्पष्ट रूपमा देखिन्थे र अहिले ती अक्षर चाहिँ के भन्दा मेटिएको भन्ने चाहिँ यसरी शशिधर स्वामीको यो भूमिका छ। त्यसैले जस्तो यसकारण जस्तो पृथ्वीनारायण शाहको देहावसान पछि जो नायब बहादुर शाहको नेतृत्वमा अमरसिंह थापा, भक्ति थापा, जो बलभद्र कुँवरहरू होइन, अब वंशराज पाण्डे, दामोदर पाण्डेहरू जुन किसिमले त्यो एकीकरण अभियानमा तपाईँको जुन लाग्नुभयो, जस्तो पश्चिम एकीकरण यसले पनि सहज भएको थियो बहादुर शाहलाई। किनभने दुईटा अत्यन्तै धार्मिक विद्वान, अब तपाईँको के भन्दा सिद्ध भगवन्तनाथ र शशिधर स्वामी, उहाँहरूले त्यो एकीकरणमा सहयोग गर्नुभएको थियो। जस्तो अब भगवन्तनाथले के भन्छ सल्यानबाटै एकीकरण, आखिर सल्यान थियो सिद्ध भगवन्तनाथ, तर उहाँले सल्यानबाटै एकीकरणको किन गर्नु भएन भन्दा त्यो सम्भव थिएन कि उनीहरूबाट होइन। जस्तो विलास कुमारीको विवाह चाहिँ पृथ्वीनारायण शाहको छोरीको उहाँले मागेर सल्यानी राजकुमारलाई गरिदिनु भयो, तर तपाईँको एकीकरणमा उहाँले कसलाई सघाउनु भयो भन्दाखेरि पृथ्वीनारायण शाहलाई सघाउनु भयो। त्यसले पात्र उनीहरूले अब त्यो उपयुक्त पात्र चाहियो नि त होइन। त्यो अभियान त तपाईँको चाहिँ अब जसले त्यसले गर्न त सक्दैन थियो
हैन। अब सम्पन्नशालीको हिसाबले त तपाईँको दाङका राजाहरू सम्पन्नशाली थिए होलान्, काठमाडौँ उपत्यकाका राजाहरू सम्पन्नशाली थिए होलान् होइन। अब त्यो नेपालमा इटालियन धर्म प्रचारकहरूको प्रवेश भनेर जो प्रज्ञा प्रतिष्ठानले निकालेको छ, उनीहरूले त त्यति बेलाको काठमाडौँ त्यो पादरीहरूले लेखेको पत्रमा त काठमाडौँलाई उनीहरूले युरोपभन्दा सम्पन्न भएको तुलना गरेका छन्। सम्पन्नताको हिसाब किताबले त काठमाडौँ थियो, दाङ थियो होइन, अरू राज्यहरू पनि थियो होला। तर उनीहरूबाट एकीकरण किन भएन भन्दा उनीहरूले त्यो आध्यात्मिक तपाईँको के भन्दा शक्तिपातले बुझ्न सकेनन्, ग्रहण गर्न सकेनन्। त्यसकारण यो एकीकरण भनेको भौगोलिक एकीकरण मात्रै होइन, यो सांस्कृतिक र आध्यात्मिक एकीकरण पनि हो। त्यसपछि शशिधर स्वामी ब्रह्मी भवनपछि रेसुङ्गामा तपस्या गर्ने शशिधर स्वामीकै पुत्र लक्ष्मीनारायण हुनुभयो र अबाल ब्रह्मचारी लक्ष्मीनारायणले 8 वर्षसम्म अर्घाखाँचीको भीम फड्के भन्ने लेखमा उहाँले चाहिँ तपस्या गर्नुभयो र त्यसपछि उहाँ गुल्मी चारपालाका गोप्रेमी मानिसहरूले उहाँलाई साग्रह बिन्ती गरेर गो शरणार्थ रेसुङ्गालाई गौबेर्ता अरण्य बनाउने लक्ष्यले रेसुङ्गामा ल्याई शशिधर स्वामीका गुफामा उहाँलाई राखेको कुरा यो योगी नारायणनाथले उल्लेख गर्नुभएको छ र यो योगी नारायणनाथको इतिहास प्रकाश सन्धिपत्र संग्रह भाग 1 पृष्ठ 597 मा छ हैन। र लक्ष्मीनारायणको जन्ममिति तर प्राय यो कसैले पनि बताउन चाहिँ सकेका छन्, तर उहाँको देहावसान 1939 मा भएको कुरा यो उल्लेख छ र उहाँ रेसुङ्गामा तपस्या भएको समयमा राणा शासनको पूर्वार्ध अर्थात् जङ्गबहादुर र रणोद्धव सिंहको शासनकाल थियो उहाँ रेसुङ्गामा चाहिँ साधना गर्दा। यसरी नेपालको राजनीतिक खलबलीमा पारिवारिक षड्यन्त्रको बोलवाला जब राणा शासन तपाईँको प्रारम्भ भएपछि त्यो एउटा पारिवारिक शासन सुरु भयो र त्यसमा धेर शमशेर उनका छोराहरूका साथै जङ्गबहादुरका छोरा ललितजङ पनि निर्वासित भए र उनीहरू अर्घाखाँचीको ठाडामा जर्नेल पदमा नियुक्त भई त्यहाँ गएको चाहिँ इतिहास छ त्यति बेला। र सामिप्यको कारणले गर्दा ललितजङ लक्ष्मीनारायणको अलौकिक शक्तिबाट उनीहरू प्रभावित भएको पनि इतिहासले देखाउँछ र उनीहरूले लक्ष्मीनारायणलाई महाप्रभु भन्ने संज्ञा दिएर महाप्रभुमाथि अपार श्रद्धा र भक्ति राख्ने ललितजङले द्रव्य यागका निमित्त उनीहरूले त्यति बेलाको एकपटक 900 भेटी राखेर झन् ढोक गरेको त्यो डकुमेन्ट पनि छ। अब त्यति बेलाको 900 भनेको एकदमै धेरै हो हैन, त्यो राणाकालको। र त्यति बेला महाप्रभुले यो दुनियाँको भलाइमा खर्च गर, यहाँ त फलफुल र गाईको दुधले याग र खानपिन चल्छ भनेर त्यो फर्काइदिनु भयो उहाँले। उनीहरूले दिएको त्यो 900 रुपियाँ फर्काइदिनु भयो, किनभने यहाँ चाहिँ चल्छ। अब यो के भन्दा जनताको भलाइका लागि खर्च गर भनेको त्यो 900 रुपियाँ भनेको धेरै हो। र एकपटक प्रधानमन्त्री जो श्री जङ्गबहादुर राणा पनि पश्चिम नेपालको भ्रमणमा डोटीसम्म पुगेर फर्केर आउँदाखेरि उनले आफ्नो फौजलाई यो खर्ज्याङ खोला भनेको यो गुल्मी र अर्घाखाँचीको सङ्गममा पर्छ, खर्ज्याङ खोला भन्ने ठाउँमा छोडेर उनी महाप्रभुको परीक्षा गर्न भाङ्राको गाजो पारेर गोठालो जस्तो बनेर एउटा अम्खरामा दुध हातमा लिएर उनी पुगेछन्। त्यो प्रभुका अगाडि पुगेछन् र उहाँले भन्नुभएछ, के हो जङ्गे, मलाई छक्क्याउन खोजिस् क्या भन्नु। किन जङ्गबहादुर अब छदम भेषमा गए, तर उहाँले चिनिहाल्नुभयो, ए जङ्गे तैँले मलाई छक्क्याउन खोजिस् भनेर शशिधर स्वामी ब्रह्मका छोरा जो ब्रह्मचारी लक्ष्मीनारायण हुनुहुन्थ्यो, लक्ष्मीनारायणले यसरी भनेको कुरा उल्लेख छ। त्यसपछि लक्ष्मीनारायण प्रभु हाँसेपछि उनी जङ्गबहादुर लज्जित भनेर जङ्गबहादुरले 108 असर्पी चढाएर उनी त्यो लक्ष्मीनारायण प्रभुको पाउमा परेको यो इतिहास पनि छ। र प्रभुले यो दुनियाँकै भलाइमा खर्च गर, यो मलाई चाहिँ चाहिँदैन, देशका जनताको सुख समृद्धि र भलाइको निमित्त खर्च गर भन्नुभएको रहेछ। र रेसुङ्गाको जङ्गललाई गौबेर्ता बनाइदियो भन्ने उहाँले माग राख्नु भएछ र जङ्गबहादुरले पछि सो इच्छा पुरा गरिदिएको इतिहास छ। त्यसपछि रेसुङ्गाको वन गौबेर्ताकै रूपमा रहँदै आएको यो इतिहास छ। र अब यसरी पश्चिम एकीकरण का प्रमुख सन्त मध्ये चोस्मडी सन्त परम्पराका शशिधर स्वामीको इतिहासलाई र उहाँका
छोरा जो पछि बुबाको ब्रह्मलीन भएपछि उहाँले पनि त्यो साधना निरन्तर दिनुभयो, लक्ष्मीनारायण, स्वामी लक्ष्मीनारायणले। त्यो इतिहासलाई हामीले यसरी बुझ्नुपर्छ। त्यसपछि विक्रम सम्वत 1937 लेखिएको शास्त्र कुसुमामृतम ठिक 100 वर्षपछि यो 2036 सालमा छापियो है। यो 1937 लेखिएको रहेछ। यो त्यसको 100 वर्षपछि 2036 सालमा प्रकाशित भएको छ र त्यसै बेला लेखिएका र त्यसै साथ सुरक्षित राखिएका अरू काव्य प्रबन्ध पनि यो 2036 सालमा छापिएको शास्त्र कुसुमामृतममा सङ्कलन गरिएका रहेछन्। र लक्ष्मीनारायणका आश्रममा उहाँका अनेकौं विद्वान र शिष्यहरू, त्यसमध्ये अर्घाका कुहु निवासी नीलाम्बर भुषाल तथा युग कुमार, गुल्मीको गेवा निवासी उनीहरू चाहिँ के भन्दा प्रसिद्ध रहेछन्। र लीलाम्बर भुषालले गुर्बी स्तुति, मिश्रित पदोपनिषद भन्ने 2वटा काव्य प्रबन्ध लेख्नुभएको रहेछ। र योग कुमारले सांख्य विवृत्ति शास्त्रम लेख्नुभएको रहेछ। र यी सबै काव्य प्रबन्ध दार्शनिक विषयमा आधारित भएर लेखिएका छन्। त्यसले यो इतिहास तपाईको चाहिँ के भन्दा हामीले बुझ्न जरुरी छ हैन। जस्तो विक्रम सम्वत 1939 मा उहाँको देवासन भएको इतिहास र उहाँले ललित जङको अनुरोधमा तत्कालीन प्रधानमन्त्री रणोदीप सिंह, त्यति बेला प्रधानमन्त्री चाहिँ रणोदीप सिंह रहेन, उनले राजकोषबाट पर्याप्त धनराशि दिएर काठमाडौँबाट शिल्पीहरू र रुपियाँ लिई ललितजङ रेसुङ्गा गएको इतिहास छ। र महाप्रभुको देवावसान स्थलमा दाह संस्कार गरेको स्थल अहिले रेसुङ्गाको टापुमा, त्यसमा चाहिँ के भन्दा शिवालय चाहिँ बनाइएको छ। त्यसले हामीले नेपाल एकीकरणको क्रममा पश्चिम तपाईको हेर्दाखेरि यो हामीले शशिधर स्वामीको इतिहासलाई बुझ्नुपर्छ। त्यस्तै गरी अर्को ओझेलमा पारिएको छ यो वरननाथको, बैतडीको वरननाथ, नाथान्त गुरु हुन्छ। मैले वरननाथको विषयमा अलिकति नेपाल एकीकरणमा सिद्ध भगवन्तनाथ भन्ने पुस्तकमा उल्लेख गरेको छु। तर अब डकुमेन्टहरू अहिले एकदमै पाउन चाहिँ कठिन छ। अनि मैले यो कठिनाइका बीच पनि त्यो कलेक्सन गरेर प्रकाशित गरेको हो हैन। त्यसैले वरननाथको पनि ठुलो भूमिका छ। त्यो पनि अब त्यो सुदूरपश्चिमका साथीहरूले यो विषयमा अलिकति के भन्छ त्यो क्षेत्रका साथीहरूले खोजबिन गरेर प्रकाश पार्नु हो भने त्यो एकीकरणको इतिहाससँग जोडिएको एउटा महत्त्वपूर्ण पार्ट हो वरननाथको भूमिका। त्यसैले यो एकीकरण होइन विस्तार हो भन्छन्। यो एउटा त्यो पश्चिमी फिरङ्गीहरूले कोइन गरिदिएको शब्द हो। अनि यो एकीकरण त्यसैले यो जस्तो इन्डियनहरूले हेर्छन् यहाँ 555 रजौटाहरू, यो होइन क्या। नेपालको यो एकीकरण भनेको यो यसको गहिराई तपाईको चाहिँ अब बुझ्न यस हिमवत खण्डको इतिहास, हिमवत खण्डीय सांस्कृतिक मूल्य मान्यता र विरासत नबुझिकन अब यसलाई तपाईको के भन्दा यो 2224 राज्यको यो भूमि मात्रै एकीकरण भएको हो हैन। यो के भन्दा राज्य विस्तार हो भनेर जुन किसिमले यहाँका फिरङ्गीहरूले यो शब्दावली कोइन गरिदिएका छन् त्यो गलत छ। र यो यहाँको सांस्कृतिक र धार्मिक इतिहासलाई नबुझिकन यो एकीकरण चाहिँ बुझ्न सकिँदैन। त्यसैले यहाँ जसले जे कुरा उठाए पनि त्यो सबै कहाँनिर जोडिन्छ भन्दा नेपाल पुनः एकीकरणको विरासतसँग जोडिन्छ। अनि त्यसैले जस्तो गुल्मीका शशिधर स्वामी, अर्घाखाँची गुल्मीका सल्यानका भगवन्तनाथ, अब तपाईको गएर बैतडीका वरननाथ हैन, तपाईको यता गएर तपाईको के भन्दा बजाङ अछामका वैद्यनाथ हैन, यो सबैको के भन्दा यो एकीकरणमा चाहिँ भूमिका छ है। र यो एउटा अर्घाखाँचीको चौवा भन्ने फाँड छ, त्यहाँ त्यति बेलाको समयमा, त्यति बेलाको 3000 भनेको धेरै हो, त्यहाँ रु 3000 को खेत किनेर यो उक्त शिवालयको गुठी राखिएको रहेछ। र रेसुङ्गाको टापुमा शशिधर स्वामीको दाह संस्कार गरेको ठाउँमा नै लक्ष्मीनारायणद्वारा निर्मापित विष्णु पादुका र उहीँनेर लक्ष्मीनारायणको दाह संस्कार गरेको ठाउँमा ललितजङद्वारा निर्मित शिवालय छ। र ती शिवालयहरूमा विक्रम सम्वत 1942 देखि विक्रम सम्वत 2046 सम्म के भन्दा पूजा आजा चलेको इतिहास छ। र विक्रम सम्वत 46 पछि गुठी खेत मोहीहरूले आफ्ना नाममा नापी गराएपछि त्यहाँको पूजा के भन्दा अहिले चाहिँ बन्द भएको छ।
र यो त्यो चलाउनु पर्ने पनि छ। अब यसमा पनि के भन्दा अब ध्यान दिनुपर्ने देखिन्छ। त्यसैले यो इतिहासलाई हामीले अब फेरि पुनर्जागरण गर्नुपर्ने छ। जस्तो संसारमा अहिले इतिहासको पुनर्जागरण सुरु भएको छ। जस्तो चीनमा पनि के भन्दा इतिहासको पुनर्जागरण सुरु भयो। धनी भएर मात्रै त हुँदो रहेछ, सम्पन्न भएर मात्रै त हुँदो रहेछ, शस्त्रास्त्रले तपाईँको जुन के भन्दा सुसज्जित भएर मात्रै हुँदो रहेछ। आफ्नो इतिहास, आफ्नो संस्कृति, आफ्नो धर्म र त्यो इतिहासको विरासत शासकहरू परिवर्तित भए पनि अन्ततः सबै पुग्नु पर्दो रहेछ। त्यो अहिलेको चीनलाई हेर्नुहोस्, त्यो अहिलेको रुसलाई हेर्नुहोस्, अब त्यो अहिलेको भारतलाई नै हेर्नुहोस्। जस्तो भारतको पनि के भन्दा आधुनिक इतिहास दासी दास बनेको इतिहास भएको हुनाले उनीहरूले आफ्नो इतिहासलाई महाभारत कालसँग जोडेर हैन, जस्तो अहिलेको भारतीय सत्ताधारी भारतीय जनता पार्टी छ, उसले आफ्नो इतिहासलाई महाभारतकालीन इतिहाससँग जोडेर उसले पुनर्जागरण सुरु गरेको छ। त्यसले हामीले नेपालको इतिहासलाई पुनर्जागरण गर्दा हिमवत खण्डीय तपाईको जुन के भन्दा विरासत हैन, किनभने नेपाल पुनः एकीकरण त्यही हो। द्रव्य शाह र पृथ्वीनारायण शाहले गरेको नेपाल पुनः एकीकरण ठ्याक्कै हिमवत खण्डीय विरासतको हो हैन। त्यो किराँत पनि त्यही जोडिन्छ, लिस्बीहरूको इतिहास पनि त्यही जोडिन्छ, मल्लहरूको इतिहास पनि त्यही जोडिन्छ, 2224हरूको इतिहास पनि त्यही जोडिन्छ। त्यसले यो सांस्कृतिक र धार्मिक विरासतसँग जोडेर हामीले के भन्दा खोज्नुपर्ने अवस्था छ। त्यसपछि तपाईको चाहिँ यो राणाकालको अन्तिम चरणमा रेसुङ्गाको टापुमा एउटा दिव्य भव्य आश्रम र यज्ञशाला बनाएर बस्ने यदुकानन्द प्रभु हुनुहुन्थ्यो। यो सबै मैले यो सबै ल्याएको किन भन्दा यो शशिधर स्वामीकै निरन्तरता यो उहाँहरूले दिनुभयो। र यदुकानन्द रिजाल जो काठमाडौँ कालीमाटी कलङ्के स्थानको नहे पम्पा भन्ने ठाउँमा विक्रम सम्वत 1950 को फागुनमा जन्मनु भएको थियो। तर उहाँले आफ्नो साधना स्थल रेसुङ्गाले बनाउनु भयो। र विक्रम सम्वत 1972 मा त्रिशुली नदीको तटमा रहेको आफ्नो खेतबाट उहाँ स्वर्गद्वारी जानुभयो। र विक्रम सम्वत 1983 मा उहाँ रेसुङ्गा आएर रेसुङ्गाको आश्रममा बस्नुभयो। जस्तो स्वर्गद्वारी के भन्दा प्युठान, अनि प्युठानको स्वर्गद्वारीबाट उहाँ फर्केर त्यो आश्रममा उहाँ बसेको इतिहास छ। र उहाँ 1983 देखि 2021 हैन 38 वर्ष रेसुङ्गामा बसेको यो चाहिँ के भन्दा इतिहास भेटिन्छ। र उहाँ के भन्दा उहाँले काठमाडौँ छोडेर उहाँ रेसुङ्गामा गएर चाहिँ के भन्दा साधना गर्नुभयो। यो इतिहास चाहिँ बुझ्न जरुरी छ। र यसले जस्तो श्री 5 को सरकारको नारायणहिटी दरबारमा यदुकानन्दका बाबु गोकुलानन्द उनी चाहिँ के भन्दा त्यहाँ पूजाआजा गरेको इतिहास र जुद्ध शमशेरसँग सम्पर्क राखेर उहाँले रेसुङ्गातर्फ अब आर्थिक जोहो पनि गराउने गरेको इतिहास छ। जुद्ध शमशेर प्रधानमन्त्री नहुँदैबाट यदुकान्तले जुद्ध शमशेर प्रधानमन्त्री भएपछि सहयोग पाएको यो इतिहास पनि छ। र यसरी रेसुङ्गा जो शशिधर स्वामीले नेपाल पुनः एकीकरणमा पृथ्वीनारायण शाहलाई जो सहयोग गर्ने शशिधर स्वामीले जुन साधना स्थल रेसुङ्गालाई बनाउनु भयो, त्यो रेसुङ्गा यसरी यज्ञभूमि, दानभूमि र योगभूमि बन्यो। र 54 वटा शुक्ल यजुर्वेद र 18 वटा महापुराणका पुस्तक झिकाएर वैदिक यज्ञ र पौराणिक यज्ञ पुराण श्रवण चलाइए। र यसरी के भन्दा रेसुङ्गा यो इतिहाससँग तपाईको जन के भन्दा जोडिएको छ। र शशिधर स्वामीको के भन्दा इतिहास यसरी जोडिन्छ। त्यसले तपाईको अब यो इतिहासलाई हामीले तपाईको जन हेर्दाखेरि एउटा कोणबाट तपाईको जन हेरेर हामी चाहिँ के भन्दा निष्कर्षमा पुग्न चाहिँ सक्दैनौँ। त्यसले यो मैले जहिले पनि यो जस्तो एउटा इतिहास सम्बन्धी तपाईको यो दिन खोजेको किन हो भन्दा यो जति जनाले हेरे पनि कमसेकम यो कुरा उजागर हुँदै जान्छ। अनि किनभने यहाँ हामीकोमा अब पछिल्लो इतिहास कसरी लेखियो भन्दा एउटा शासकको मात्र लेखियो, एउटा शासकको विरोध गरेर लेखियो।
हैन। त्यसकारण जनताको तहबाट जस्तो मैले गोरखनाथ नेपाल एकीकरणमा सिद्ध भगवन्तनाथ, मत्स्येन्द्रनाथ इतिहास दर्शन र संस्कृति जस्तो खप्तड बाबा एलोपेथिक चिकित्सकदेखि आध्यात्मिक यात्रा होइन, वैदिक साम्यवाद योगी नारायणनाथ जस्तो देश दर्शन, यी पुस्तकहरू भनेका के हुन्? महायोगी गुरु गोरखनाथ नेपाल एकीकरण र अवतरण भने यी पुस्तकहरू के हुन् भन्दा यी शासकको होइन र शासकको विरुद्धमा पनि होइन, यो रूपमा बुझ्नु होला। किनभने अब यहाँको संरचना त सबै के भन्दा मिसनरी संरचना छ। शासकहरूसँग पनि मिसनरी छन् र शासकको विरोध गर्ने पनि एउटै मिसनरीले चलाएको छ। त्यसले यो कुरालाई जस्तो उनीहरूले उजागर हुन दिँदैन। जस्तो तपाईँ यो के मान्नुहोस् भने योगी नारायणनाथका पुस्तकहरू त्यति बेला त पञ्चायतै थियो नि, तर त्यो पञ्चायतले तपाईँको तिनी जस्तो त्यो कहिले पनि तपाईँको साझा प्रकाशनले त छापेन, प्रज्ञा प्रतिष्ठानले त छापेन नि। उहाँले व्यक्तिगत आफ्नो पहलमा चाहिँ प्रकाशित गर्नु पर्यो। किनभने त्यो सबै त्यो शासकहरूले पनि आफ्नो स्तुति तपाईँको विषयमा जस्तो त्यति बेला पञ्चायतकालमा पनि साझा प्रकाशन प्रज्ञा प्रतिष्ठानले कस्तो छाप्यो भन्दा अब शासकहरूको स्तुति गरेको छाप्यो, र अब अहिले पछि कस्तो छाप्यो भन्दा त्यो शासकको विरोध गरेको र अर्का शासकको स्तुति गरेको छाप्यो। त्यो रियल इतिहास उनीहरूले पनि छापेन। त्यसले यो 46 पछिकाले मात्रै होइन, यो त त्यत्रो नेपाल प्रज्ञा प्रतिष्ठान तपाईँको चाहिँ छ, त्यो पञ्चायतकालमा पनि जस्तो योगीजीका किन प्रकाशित गरेन? त्यो त गर्नु पर्थ्यो नि, त्यो त प्रज्ञा प्रतिष्ठानले गर्नु पर्थ्यो, त्यो साझा प्रकाशनले प्रकाशन गरेर सहयोग गर्नु पर्थ्यो, त्यो गरेन। यहाँ अहिले एक थरी राजावादी राजा राजा भन्दै चाहिँ हिँड्नेहरू छन् नि, होइन? यहाँ यो ल्याउनु पर्यो, यो ल्याउनु पर्यो, बडो ठुला ठुला चर्का कुरा गर्छन्। यो त्यति सजिलो छ? यहाँ राजाको शासन हुँदा त तपाईँको चाहिँ योगीजीलाई यति ठुलो सङ्घर्ष गर्नु पर्यो, र अहिले मृगस्थलीदेखि लिएर सबै मठ तिनै कुतत्वहरूले के भन्दा कब्जा गरेर बसेका छन्, जोसँग ज्ञान पनि छैन, ध्यान पनि छैन, साधना पनि छैन, चर्को चर्को चिच्याएर मात्रै हुन्छ। त्यसकारण यो पुनर्जागरण तपाईँ हामीले जनताको तहबाट ल्याउनुपर्छ, होइन? जनताको तहबाट ल्याउनुपर्छ। अब सम्भवतः यो प्रारम्भ हामीले त्यही भएर गरेको। त्यसकारण यो एउटा तपाईँको चाहिँ यो विशेष त भारतीय काला अङ्ग्रेजसँग हिन्दुत्वको ब्यानरमा जोडिएको र राजावादी आवरणमा देखिने एउटा यो इन्डो पश्चिमा विङ हामीसँग बढी, जस्तो उनीहरू राजा भन्नेहरू त हामीसँग आक्रामक त नहुनु पर्ने हो, हामी त राजाको विरोधी त होइनौँ नि त, तर हामीसँग उनीहरू किन आक्रामक छन् त भन्दा हामीले यो इतिहास उजागर गरिदिएको हुनाले आक्रामक छन्। उनी त हामीसँग कृतज्ञ हुनुपर्ने हो नि, राजा राजा भन्नेहरू त हामीसँग के भन्दा कृतज्ञ हुनुपर्ने हो, तर उनीहरू हामीसँग किन तपाईँको चाहिँ आक्रामक छन् भन्दा यो इतिहास हामीले उजागर गरिदिएको हुनाले, होइन? यो के भन्दा दक्षिण र पश्चिमको, होइन, पश्चिमलाई सेन्टर मानेर त्यो एजेन्डा कब्जा गर्न आएका निमित्त यो छटपटाट, यसमा त उनीहरू खुसी हुनुपर्ने, तर उनीहरू किन दुखी छन् त भन्दा उनीहरूको शक्ति केन्द्र दुखी छ त्यहाँनिर। त्यसले मैले यो आज तपाईँहरूलाई यो शशिधर स्वामीको विषयमा मैले यो तपाईँहरूलाई चाहिँ प्रकाश पारेँ। यस विषयमा इतिहासका ज्ञाताहरूले पनि खोज गर्न जरुरी छ। अब यहाँ त कस्ता आएका छन् भने पृथ्वीनारायण शाहपछि मेरो बाउ हो भन्ने दिनेशराज पन्त र महेशराज पन्त आएका छन्। अब त्यो महेशराज पन्तलाई त अमेरिकन एनजिओ तपाईँको जुन के भन्दा तपाईँको जुन मार्टिन चौतारीले ल्याइरहेको छ, होइन? जबकि यिनका बाउको के भन्दा राणाको खाए, अब राणाको खाएर अलिअलि तपाईँको जुन के भन्दा गुरुकुल चलाए, त्योभन्दा माथि त यिनको कुनै देन छैन, होइन? अब यो पृथ्वीनारायण शाहपछि मेरो बाउ हो भनेको यो अरू कसैको भूमिका छैन, नयनराज पन्त मात्रै, होइन? उहाँले गरेको देनलाई मैले अपमान गर्न खोजेको होइन, त्यो सम्मानित छ, तर पृथ्वीनारायण शाहपछि मेरो बाउ बाहेक अरू होइन भनेको कुरा यो सबै मेट्ने। यसको निमित्त यो यहाँका तपाईँको राणा पोषित यी कुमाईहरू लागेका छन्। यो चाहिँ एकदम बुझ्नुपर्छ। यो यी कुमाईहरू भनेको एकदम निकृष्ट, यो तपाईँ चाहिँ बुझ्नु होला, एकदम निकृष्ट। र अब यो महेन्द्रपछि यी कुमाईहरूलाई दरबारले भित्र्या, किनभने राणाहरूसँग चाहिँ जोडिएका थिए। राणाका छोरीहरूको बाहुल्यता भयो, त्यहाँ ऐश्वर्यको बाहुल्यता, त्यहाँ रत्नको बाहुल्यता। महेन्द्र छँदासम्म चाहिँ तपाईँको चाहिँ त्यो राजा महेन्द्र छँदासम्म त्यो कुरा थिएन। अब यी तपाईँको चाहिँ के भन्दा दुष्ट आइमाईहरू, यो रत्न र ऐश्वर्य भनेको यी दुष्ट आइमाईहरू हो नि, यिनले के भन्दा दरबार पनि सके, नेपाल एकीकरणको लिगेसी पनि यिनीहरूले चाहिँ छिन्न भिन्न पराए। र यी दुष्ट तपाईँको चाहिँ आइमाईहरूको जब
वीरेन्द्रको सोझोपनामाथि यी दुष्ट आइमाईहरू त्यहाँ हाबी भए। यी राणा, किन राणाहरू फेरि स्वयंमा एकीकरण विरोधीहरू हुन्, एकीकरण पक्षधरहरू होइनन् होइन। अब अपवाद सच्ची शमशेर राणाको 46 को भूमिका आफ्नो ठाउँमा छ। त्यसपछि यस खालका तपाईँको के भन्दा एकीकरण विरोधी कुमाईहरू पसे दरबारमा। यो भन्छन् नि कुमाईको घुमाई जैसीको जाल अनि तपाईँको के भन्दा नेवारको तुलो भोटेको काल भन्ने एउटा चाहिँ नेपालीमा चाहिँ उखान छ। त्यो कुमाईको घुमाईभित्र राणाहरूले दरबारभित्र पठाएपछि फेरि इतिहास के भन्दा जुन इतिहास पुनर्जागरण गर्न योगी नारायणनाथ र सूर्यविक्रम गेवालीले खोज्नुभएको थियो एकीकरणको जगको, त्यो वीरेन्द्र पछि फेरि त्यो राणाका छोरीहरूले दरबार कब्जा गरेपछि त्यसमा ब्रेक लाग्यो। त्यसले यो बहुदल पछिको कुरा मात्रै होइन, यहाँ पार्टीको कुरा मात्रै गर्छन्। उनीहरूलाई त के थाहा छ र पार्टीका मान्छेलाई त केही पनि थाहा छैन होइन। तिनी राणाका अवयवहरू पार्टीहरू भनेको त होइन। यहाँका कथित कम्युनिस्टहरू भनेको दामोदर शमशेरले पालेका शिकलास राणाका अवयवहरू हुन्। र तपाईँको अब त्यो तेजबहादुर प्रसाईले जो खोलिदिनु भएको छ, अब यो शेरबहादुर र रामचन्द्र पौडेल यिनी भने त गुप्तचर रहेछन्, अञ्चलाधीशको पैसा खाने होइन। त्यति बेलाको बागमती अञ्चलाधीशले खोलिदियो, आफ्नो आत्मकथामै उल्लेख गरेको कुरा छ। भने यी त एउटा तल्लो स्तरका यी त खातेहरू भने सिआइडी भनेको के भन्छ, खातेले न खाते नै सिआइडी भन्छ। अलिकति तपाईँको इमेज भएको मान्छे त त्यस्तो गुप्तचरी पेसामा कुधन्दामा त लाग्दैन, एकदम तल्लो स्तरको मान्छे नै लाग्ने हो यस्तो सिआइडी गर्ने, अर्काको जासुसी गर्ने होइन। यो भनेको त एकदम निच मान्छे लाग्ने हो क्या यस्तोमा। अलिकति स्तर भएको मान्छे त यस्तोमा त लाग्दैन नि त। पनि यी त के भन्नु यस प्रकारका तल्लो स्तरका मान्छेहरू। त्यसले यो इतिहासको उजागर तपाईँको के हो भन्दाखेरि गर्न जरुरी छ। र शशिधर स्वामीको विषयमा यो कुरा बाहिर ल्याउन पनि जरुरी छ। त्यसले इतिहासलाई हामीले मैले यो भिडियो किन बनाएँ भने अब ठिक छ यो डकुमेन्टहरू मसँग प्राप्त छ, मैले त्यो डकुमेन्टहरू पाएँ भने यो मैले अलग्गै अब के भन्दा पुस्तक भोलि प्रकाशन हुन पनि सक्छ। र यो जसले यो भिडियो सुन्नुहुन्छ होइन उहाँहरूले यो शशिधर स्वामीको भूमिकाको विषयमा, किनभने एकीकरण भनेको त्यो जनतासँग जोडिएको एकीकरण हो क्या। त्यसैले हामीले एकीकरण नेपाल एकीकरणमा जोडिएको धार्मिक गुरुहरू तपाईँको चाहिँ यो जनसमुदायको इतिहासलाई हामीले ल्याएनौँ भने विदेशीहरू बढी खेल्ने कारण चाहिँ त्यही हो। त्यसैले जस्तो विश्वनगर चाहिँ झागल गुरुङ, कालु सार्की होइन तपाईँको जुन के भन्दा सिद्ध भगवन्तनाथ शशिधर स्वामी, यो सबैको इतिहासलाई हामीले के भन्दा बाहिर ल्याउन जरुरी छ। त्यसकारण पश्चिमाहरूले त्यो इतिहासमाथि अट्याक तपाईँको प्रारम्भ गरेको कारण चाहिँ त्यही हो। किन उनीहरूले कहाँनिर गर्छन् भने जगमाथि एट्याक गर्छन्, एट्याक टु द हेडक्वार्टर होइन। त्यसले यो शशिधर स्वामीलाई यो रूपमा हामी सबैले चाहिँ के भन्दा स्मरण गर्नुपर्छ, सम्मान गर्नुपर्छ, बुझ्नुपर्छ। धन्यवाद।